बाट माया गर्नुहुने सम्पूर्ण आदरणीय अग्रजगण अनुजगण प्रिय विद्यार्थीहरू यहाँहरू सबैलाई सम्बोधनमा राख्दै म पहिला त भूमिकाबाटै तर्सिए। भाइले मलाई चाहिँदोभन्दा बेसी भूमिका बाँधे। बोल्नुभन्दा अगाडि यति धेरै भूमिका बाँध्दाखेरि वक्तालाई दबाब हुन्छ कि त्यो अपेक्षा अनुरूप बोल्नु सकिन्छ कि सकिँदैन भन्ने, र त्यो वक्तालाई चाहिँ स्वाभाविक रूपमा छोडिदिनुपर्छ। पछाडि मूल्याङ्कन हुने हो, उसले खराब बोल्यो राम्रो बोल्यो अथवा तपाईँहरूको अपेक्षा अनुसार बोल्यो बोलेन। र यो उहाँलाई आग्रह गर्छु यसरी अरू वक्ताहरूलाई अप्ठ्यारोमा नपार्नु होला। म परे र सबभन्दा पहिला त हामी भाषाबाटै सुरु गरौँ। हामीले भाषाको मान्यता पाएको 35 वर्ष भयो र यो वर्ष भनेको हामी जस्तो पछौटे अथवा भारतीय मूल प्रवाहमा अरू जातिहरूसँग सँगसँगै हिँड्ने प्रयास गरिरहेको, हिँड्दा नपुगेर कुद्न खोजिरहेको, कुद्दा पनि हुँदैन कि भनेर अझै उड्न पो पर्ने हो कि भनेर जोड जुलुम गरिरहेको यो जातिलाई यो 35 वर्ष ठुलो हुन्छ। अरूको लागि त 100 वर्ष पनि कम्ती होला, तर हामीलाई चाहिँ ठुलो हुन्छ। र हामी यो जोड जुलुम लगाइरहेको अवस्थामा 35औं भाषा मान्यता दिवस मनाइरहेका छौँ र त्यसका प्राप्तिहरू उपलब्धिहरू र हामीले के को लागि त्यो लडाइँ लडेका थियौँ, हाम्रा पूर्वजहरूले अग्रजहरूले त्यो चेतना आफ्नो जातिलाई सुरक्षित राख्नको निम्ति जुन दीर्घकालीन सोच बनाएर उहाँहरूले काम गर्नुभएको थियो, के हामी त्यो सम्पदा जुन हामीले प्राप्त गर्यौँ, त्यो अमूल्य धन चिज जो हाम्रो भारतीय हुनुको सबभन्दा ठुलो हक अधिकार र हाम्रो पहिचानको एउटा सुरक्षित स्थान हो, त्यो हामी अहिले त्यसलाई हामीले सुरक्षित राख्न सकेका छौँ। उहाँहरूले गरेको त्यागको कमसेकम हामीले हाम्रो समयमा त्यो गर्न परेन। सायद हाम्रो समयमा अहिले त्यो लडाइँ लड्न परेको भए हामी जसरी विभाजित छौँ, हामी जसरी स्वार्थ केन्द्रित छौँ, हामी जसरी आफूलाई केन्द्रमा राखेर व्यक्तिलाई केन्द्रमा राखेर समूहलाई समाजलाई जातिलाई हामी सेकेन्डरी मानिरहेका छौँ र हाम्रो केन्द्रमा हामी म व्यक्ति छु, त्यस्तो अवस्थामा के हामी त्यो हिजोको दिनमा लडेको लडाइँ आज लड्न परेको भए सम्भव थियो? सायद हामीले लड्नु नपरेर नै होला, हामीलाई त्यसको मर्म थाहा नभएको। सायद हामीले त्यो त्याग गर्नु परेको भए, त्यो हामीले पसिना बगाउनु परेको भए, त्यो बौद्धिक खिप्ती लगाउनु परेको भए, त्यो अपमानहरू सहनु परेको भए र उहाँहरूले जति भोग्नुभयो त्यो समयमा एउटा जाति निर्माणको लागि के गर्नु पर्यो त्यो उहाँहरूले गर्नुभयो, पूर्वजहरूले अग्रजहरूले, त्यो हामीले गर्नु नपरेर पो हामीलाई यो टेकन फर ग्रान्टेड भएको हो कि? त्यो प्रश्न मलाई कोही कोही बेला आफैलाई सोध्नु पनि लाग्छ। नत्र आज हाम्रो पहिचानको सबभन्दा बलियो आधार नै नेपाली भाषाको भारतीय संविधानमा 8औं अनुसूचीमा मान्यता हो। जसले जतिसुकै हामीलाई उद्वेलित बनाओस्, जतिसुकै जसले हामीलाई हाम्रो ऊर्जाहरूलाई बिना सित्ती चम्काओस्, जसले जतिसुकै हामीलाई पेट्रोल खनाएर आगो लाउनु खोजोस्, तर भारतीय संविधानमा हामी जसरी मान्यता हामीले पाएका छौँ त्यसले हाम्रो भारतीय नागरिक हुनुको परिचयलाई स्वतः स्थापित गरिदिन्छ। अझै पनि हामीमा किन हिंता? अझै पनि हामीलाई कसैले त भारतीय होइन भन्ने बित्तिकै हामी किन जुरुक हुने? के हामीलाई भारत सरकारले कुनै दिन नागरिक हाम्रो पहिचानलाई हाम्रो नागरिकतालाई लिएर कुनै उर्दी जारी गरेको छ? हामीले कुनै त्यस्तो किसिमको भारत सरकारबाट अथवा बङ्गाल सरकारबाट त्यस्तो किसिमको कुनै हामीले आधिकारिक त्यो घोषणाहरू पाएका छौँ जो संविधानको विरुद्धमा छ? निश्चय हामीले पाएका छैनौँ। तर हाम्रो ऊर्जाहरूलाई अरूको चम्काहटले अरूको उस्काहटले हामीलाई हाम्रो ऊर्जाहरूलाई खेर फेरिरहेको छ। जबकि हामीले गर्नुपर्ने कुरो के हो भन्दाखेरि त्यो चिजहरूलाई कम्ती ध्यान दिएर हामीले हाम्रो भाषाको सुरक्षा कसरी हुनसक्छ, आज विद्यालय कलेजहरूमा नानीहरूको जुन अभाव छ, आज नयाँ पुस्ताले नेपाली भाषा पढ्नुमा जुन हिंता बोध गरिरहेको छ, त्यसलाई हामीले कसरी परिवारको एउटा परिवार सानो एकाइबाट सुरु गरेर हामीले समाज जातिको त्यसलाई कसरी एउटा अंश बनाउने, त्यसलाई कसरी जागरुक बनाउने भन्ने बारेमा चाहिँ हामीले सोच्नुपर्ने हो। तर त्यतापट्टि हाम्रो सोच एकदमै गएको छैन। हाम्रो सोच अझै पनि हामीलाई कसैले केही भन्छ कि भनेर चुरुक उठ्नेमा नै हाम्रो ऊर्जा खर्च भइरहेको छ। के गर्नुपर्छ?
एउटा भाषाले मान्यता पाइसकेपछि के गर्नुपर्छ? हिजो मान्यता पाउनुभन्दा अगाडि हाम्रा पूर्वजहरूले के गर्नुभयो? के प्रश्नहरू भएको थियो उहाँहरूलाई? तिमीहरूको एउटा पत्रिका छैन, दैनिक पत्रिका छैन, तिमीहरूको एउटा डिक्सनरी छैन, तिमीहरूको यो छैन, व्याकरणको कुनै उयो छैन, तिमीहरूको एउटा किताब छैन। 1920 देखि के अरे हाम्रो पारसमणि प्रधानहरूले यो कुराहरू सुन्दै आउनु भएको र त्यो सुनिसकेपछि उहाँहरूले त्यो स्तरमा काम गर्दै जानुभएको। भाषा मान्यता अघि पनि हाम्रा पूर्वजहरूले त्यही काम गर्नुभयो। तर भाषा मान्यता पाएपछि हामीले गर्नुपर्ने काम के हो? हामी के इतिहासको हाम्रा अग्रजहरूले गरिदिएको ब्याज खाएरै हामीले आफूलाई यो पुस्ताको, यो समयको, यो हाम्रो ऐतिहासिक जिम्मेवारीको हामीले पुर्ताल गर्ने? यो प्रश्न हामीले आफैलाई सोध्नुपर्छ भन्ने मलाई लाग्छ। भाषा दिवस मूल रूपमा हामीले गर्नुपर्ने प्रश्न अब अरूसँग छैन, प्राय म भन्छु आफैसँग छ। तुलनात्मक रूपमा हामीले हेऱ्यौँ भने प्रत्येक व्यावहारिकताको कुरा गर्दा प्रत्येक पञ्चवर्षीय योजनामा अन्य भाषाभाषीले 22वटा मान्यता प्राप्त भाषाभाषीले के योजनाहरू बुझाउँछन्? आउने पञ्चवर्षीय योजनामा हाम्रो जातिको भाषाको लागि, हाम्रो भाषाको लागि, आफ्नो भाषाको विकासको लागि चाहिँ के योजनाहरू बनाउनुपर्छ भनेर उहाँहरूले करोडौँ रुपियाँको बजेटहरू बनाउँछन्। सुनिन्छ 300-400 करोडको बजेट पनि हुन्छ अरे त्यसमा कुनै भाषाभाषीको। त हाम्रो के छ त्यसमा? पहिला त हाम्रो जागरुकतै छैन। के पाइन्छ त्यो पनि हामीलाई थाहा छैन। जे पाइन्थ्यो त्यो पनि अब हराउनु थाल्यो। किन भन्दाखेरि खोज्दैन त, लाँदैन। सानो उदाहरण दिन्छु। मैसूर भाषा संस्थानमा हाम्रो लेखकहरूको जुन किताब छापिन्छ, अलिकति आलोचनात्मक, अलिकति खोजमूलक, अनुसन्धानपरक किताबहरू चाहिँ लिन्छ। यो कथा कविताहरू भन्दा पनि त्यो किताबहरू चाहिँ मैसूर भाषा संस्थानले लेखकको लिने गर्छ। म आफै त्यसको मैले एकजना हाम्रो सरको त्यो अधिकार दिलाइदिएको पनि छु, अथवा हामी मिलेर त्यो प्राप्त गरेका पनि छौँ। त्यसले अनुभवको आधारमा म भन्दैछु। र 200 प्रति उहाँको किताब लिदिने भनेर हामीले आग्रह गऱ्यौँ। त्यो किताब उहाँले लिदिनु भयो र त्यसको त्यो पार्सल पठाएको खर्च समेत, रेलबाट आउने खर्च समेत गभर्मेन्टले दिएर चाहिँ 200 प्रति किनिदियो। तर हाम्रो अवस्था के छ भने हाम्रो किताबहरू एकदमै कम्ती जान्छ त्यहाँ। र हाम्रो वर्षेनी बजेट जुन छुटिन्छ, किताब आउँछ र यति, यो किताबको लागि यति भन्ने, त्यो बजेट चाहिँ हामीले नचलाएकोले त्यो बजेटहरू बिस्तारो अरूतिर डाइभर्ट हुन्छ। यो एउटा सानो उदाहरण मात्रै हो। थुप्रै मन्त्रालयहरूमा विशेष अवसरहरू छ। मन्त्रालयमा गएर खोज्यो भने त्यहाँ थुप्रै खास गरी यो मानव संसाधन विकास मन्त्रालय, त्यहाँ थुप्रै उयोहरू छ। युनिभर्सिटिजहरूले त काम गरिरहेको छ थुप्रै ठाउँमा। यहाँ हाम्रो प्राध्यापकहरू आउनुभएको छ, उहाँहरूलाई मभन्दा बेसी जानकारी छ। र त्यस्तो ठाउँहरूमा हामीले खोजेर हाम्रो अधिकारहरू खोज्नुपर्ने ठाउँमा हामीहरू आलस्यताले, हाम्रो अकर्मण्यताले, हाम्रो अरुचिले त्यो हाम्रो अधिकारहरू पनि बिस्तारो हराएर जाँदैछ। या हाम्रो जुन फन्ड हुन्छ हाम्रो लागि भनेर छुट्याइएको, नेपाली भाषाको लागि भनेर छुट्याइएको जुन अधिकारको पैसा हुन्छ, त्यो पैसा अरूतिर नै डाइभर्ट गर्छ। किनभने माग्ने नभएपछि त त्यो पैसा किन अड्काएर राखिरहनु? फर्काएर पठाउनु भन्दा त अरूलाई दिनु ठिक हो। र गभर्मेन्टले त्यसरी गरिरहेको छ। र नेपाली पढेर के हुन्छ? नेपाली भाषामा पढ्दाखेरि चाहिँ काम गरेर खानु सकिँदैन, अङ्ग्रेजीको बोलबाला भएको ठाउँमा भन्ने किसिमको अवस्थामा जबसम्म आत्मजागरुकता आउँदैन, जबसम्म त्यो चेतना आउँदैन, भाषा के हो भन्ने कुरो, भाषा भात खाने चिज मात्रै होइन। अङ्ग्रेजी पढेर सबैले नोकरी पाउँथे भने देश विदेशमा यत्रो बेसी बेरोजगार हुने थिएन, यत्रो मान्छे चाहिँ बेरोजगार हुने थिएन। प्रायः त अहिले अङ्ग्रेजी नै त पढ्छन्, तर बेरोजगारी त त्यो अङ्ग्रेजी पढेर पनि त बेरोजगारी त छ। जहाँ अङ्ग्रेजी मूल भाषा हो त्यसमा पनि बेरोजगारी छ। बरु जहाँ मातृभाषा चलाउँछ, के अरे फ्रान्स भयो, तपाईँको रसिया भयो, जापान भयो, यो जम्मै मातृभाषालाई प्रमुखता दिने देशहरूमा बरु बढी मात्रामा चाहिँ त्यो बेरोजगारलाई चाहिँ एड्रेस गरिएको छ। उनीहरू आफ्नो मातृभाषामा पढेर उनीहरू ठुला वैज्ञानिक भए, उनीहरू दार्शनिक भए। हामीले फ्रान्सका थुप्रै दार्शनिकहरूलाई उनीहरूले फ्रान्सेली भाषामा लेखे, अनि त्यो अङ्ग्रेजीमा अनुवाद भयो, अनि हामी समक्ष आयो। हामीले पढिरहेका छौँ। हाम्रो पनि कृतिहरू विश्व साहित्यमा जाने लायकका थुप्रै कृतिहरू छन्। ती विश्व साहित्यमा गए भने तिनले थुप्रै पुरस्कारहरू अथवा थुप्रै अन्तर्राष्ट्रिय चर्चाहरू पाउने सम्भावना छ।
तर फेरि हामी अङ्ग्रेजीको धाक पिट्छौँ, त्यो अनुवाद गर्ने राम्रो मान्छेहरू पनि हाम्रोमा छैनन्। हाम्रा आदरणीय जित सुनारज्यू आउनु भएको छ, उहाँले धेरै कृतिहरू अनुवाद गरिरहनु भएको छ र अनुवादमा जुन समस्या देखा परिरहेको छ र जुन ठुलो मात्रामा अनुवाद हुनुपर्ने त्यो अनुवादहरू हाम्रो भएको छैन। अनि हामी भन्छौँ हाम्रो साहित्यले अन्तर्राष्ट्रिय रूपमा कुनै किसिमको प्रतिस्पर्धा गर्नु सक्दैन। किन सक्दैन? हामी जब यहाँ बसेर साहित्य लेखिरहेका छौँ भने विश्व एउटा ग्राम हो भने, विश्व एउटा सम्पूर्ण विश्वलाई लिएर चाहिँ विश्वको अवधारणा हो भने अमेरिकालाई मात्रै, ठुल्ठुलो विकसित देशलाई मात्रै, जापानलाई मात्रै, रसियालाई मात्रै वा इङ्ल्यान्डलाई मात्रै विश्व नमानिने हो भने, तेस्रो दोस्रो मुलुकलाई पनि विश्व मानिने हो भने हामी पनि यो विश्वको अङ्ग हो र हाम्रो लेखेको साहित्य पनि विश्व साहित्य हो। तर त्यो विश्व जनमानसमा पुर्याउने हाम्रोमा साधन के छ? अनुवाद खै हाम्रो? अनुवाद छैन हाम्रो। त यो हाम्रो उदासीनता हो, भाषाप्रतिको हाम्रो उदासीनता हो र हामीले गर्नुपर्ने थुप्रै कामहरू छ। तर हामी के छ अहिले साहित्यकारहरू, लेखकहरू हामी कस्तो भएका छौँ भने हामी अब पहिला त हाम्रो एउटा लेखनमा पनि एउटा आत्म जागरुकता हुन्थ्यो। अब अहिले त कस्तो छ भने हाम्रो आत्मरति बढी भइरहेको छ। हामी आत्ममुग्धताले ग्रस्त छौँ। हामीलाई कसरी आफूलाई प्रेजेन्ट गर्ने, कसरी आफूलाई विशिष्ट देखाउने, कसरी हामीलाई म छुट्टै अर्कै ग्रहबाट आएको मान्छे जस्तो हो भनेर देखाउने, त्यो किसिमको भावनाले हामी ग्रस्त हुँदै गइरहेछौँ। हामी आत्मा जागरुक कम तर आत्ममुग्धता बढी भएर चाहिँ हामी गइरहेका छौँ। त्यसकारणले साहित्यकारहरूलाई जहिले पनि पुरस्कारको पछि भाग्नुपर्ने स्थिति छ, लबी गर्नुपर्ने स्थिति छ। थुप्रै ठाउँमा अनावश्यक रूपमा त्यहाँ दलबद्धता गर्नुपर्ने आवश्यकता छ। एकातिर हामी निरपेक्ष साहित्यको कुरा गर्छौँ, अर्कोतिर हामी सहुलियत सुविधाको लागि यति बेसी सापेक्षित हुन्छौँ कि हामी त्यो आफू लम्बसार परेको पनि थाहा पाउँदैनौँ। त्यो अवस्थामा लेखकहरूले के को लागि लेख्छन्, साहित्यकारहरूले के को लागि लेख्छन्, हामी समाजको लागि के गर्छौँ? किन हामी हाम्रो जागरुकतालाई लिएर हामी प्रदर्शनमुखी बढी भइरहेका छौँ? के हामी साँच्चै अघि खोक्रोको कुरा भइरहेको थियो भुपी शेरचनको कविताको, नानीले बडो मजाले कविता वाचन गरिन्। हामी साँच्चै बाहिर देखाउटी मात्रै गरिरहेका छौँ, प्रदर्शन मात्रै गरिरहेका छौँ, आत्मप्रदर्शन मात्रै गरिरहेका छौँ। भित्रभित्र हामी खोक्रो त भइरहेका छैनौँ। हाम्रो योजनाहरू खै? राजनीतिले सत्तामा भएका हाम्रा नेतृत्वहरूले हाम्रो भाषाको विकासको लागि खै के गरे? हामीले थुप्रै हाम्रो ठाउँबाट हामीले सके जति थुप्रै योजनाहरू हामीले बनाएर पनि दियौँ, तर कतै त्यो प्रतिको संवेदनशीलता छैन। भाषा के हो? भाषा जातिको आत्मप्रकाशको माध्यम हो। जब भाषा त्यो जातिले बिर्सिँदै जान्छ, भाषापछि उपेक्षा भाव राख्छ, भाषाप्रति उदासीनता राख्छ, अवहेलनाको दृष्टि राख्छ, त्यसलाई हीन भावना राख्छ, त्यति बेला जय गोर्खाको नाराले मात्रै हाम्रो जातिको अस्तित्व जान्नु सक्दैन। अनि हाम्रो संविधानमा सुरक्षित भएको 8औं अनुसूचीमा सुरक्षित भएको भाषा मान्यताको ग्यारेन्टीले मात्रै व्यवहारमा हाम्रो भाषाको लोप हुँदै जानु सक्ने सम्भावनाको अस्तित्वलाई बचाइराख्नु सक्दैन। एकातिर हामी भाषामा मानकताको कुरा गर्छौँ, भाषा मानकीकरणको कुरा गर्छौँ, अर्कोतिर हामी फेरि लोकबोली, लोक परम्परा पनि कुरा गरिरहेका हुन्छौँ। त लोकबोली, लोक भाषालाई हामी जब अलग्गै छुट्याएर साहित्यलाई एउटा विशेष रूपमा हामी लान्छौँ, त्यति बेला लोक छुट्टिँदै जान्छ। जुन लोकले कोही बेला नयाँ शब्दहरू पनि निर्माण गर्छ, भाषामा नयाँ शब्दहरू आविष्कार गर्छ, जुन लोकले त्यो भाषाको अस्तित्वलाई लामो समयदेखि धान्दै आएको छ, तर त्यो लोक नै साहित्यमा हरायो भने, त्यो लोक नै भाषाको अस्तित्व जोगाड गर्ने ठुल्ठुला पुस्तकहरूमा हरायो भने हामी फेरि कहाँ खोज्नु जानु? त्यो हाम्रो जातिले, हाम्रो समाजले सुदीर्घ कालदेखि, लामो कालदेखि, हजारौँ वर्षदेखि आर्जन गर्दै त्यसलाई जनश्रुतिको माध्यमबाट त्यसलाई संस्थागत गर्दै ल्याएको हाम्रो सम्पदा, हाम्रो अस्तित्व जहाँ झल्किन्छ, हाम्रो मौलिक पहिचान जहाँ झल्किन्छ, जहाँ हाम्रो हामी हो भनेर भन्न सक्ने स्थिति छ, त्यो चिजहरू हराएर जान्छ। त्यसकारणले हामीले याद गर्नुपर्ने कुरो के हो भने अब द्रुत गतिमा भाषाहरूको अस्तित्व लोप हुने क्रममा छ। आज 96% विश्वमा एउटा 1999 मा गरिएको एउटा सर्वेक्षण अनुसार विश्वमा 96% मान्छेले बोल्ने
96% मान्छेको भाषा चाहिँ 4% मान्छेले मात्रै बोल्छ। भन्नुहोस् अब अवस्था कस्तो छ? 96% मान्छेको भाषा विश्वमा 4% मान्छेले मात्रै बोल्छ। जनसङ्ख्याको आधारमा भन्दैछु। र यस्तो अवस्थामा हाम्रो नेपाली भाषा यो जोगिएर बस्छ, संविधानमा सुरक्षित बस्छ, युनिभर्सिटिजहरूमा सुरक्षित बस्छ भन्न सकिँदैन। अहिले कलेजमा, स्कुलमा त छँदैछ, कलेजहरूमा सङ्कट आइपरेको छ, विद्यार्थी पाइँदैन। हिजो मात्रै कुरा हुँदै थियो यही माल कलेजमा, यहाँबाट पनि हाम्रा विद्यार्थीहरू जान्छन्। पहिला 100-150 विद्यार्थीहरू त्यहाँ हुन्थे, अहिले माल कलेजमा घटेर 10-12 नेपाली डिपार्टमेन्टमा, नेपाली विभागमा विद्यार्थीहरू छन्। त्यो पनि त्यहाँका प्राध्यापकहरूले गाउँ खोजेर आफूले चिनेका नानीहरूलाई एडमिसन गर्नु लाएर भएको। अफिसियली त एकजना विद्यार्थीले मात्रै एडमिसन गरेका थिए अरे। यो सुन्दा दुःख लाग्छ। कसरी बाँच्न सक्छ हाम्रो भाषा? प्रयोक्ताहरूसँग, भाषा चलाउने मान्छेहरूसँग, भाषालाई निरन्तर गतिशील बनाउने मान्छेहरूसँग त्यो चिज सम्पर्कमा भएन भने कसरी चल्नु सक्छ? आज हामी अधिकार प्राप्त गर्यौँ, हाम्रो पहिचान पनि पुरा गर्छौँ, गर्वसँग हामी पुरा गर्छौँ। तर अधिकार प्राप्त गरिसकेपछि त्यो गतिशीलता रहेन भने त्यो त के हुन्छ? तपाईँ जति नै लाग्ने हतियार ल्याउनुहोस्, नचलाइकन राख्नु भन्दा खिया नै लाग्ने हो। त हामी हाम्रो भाषाको गतिशीलतालाई मर्न दियौँ भने त्यो त संविधानमा सुरक्षित हुन्छ, तर त्यो के गर्नु? पान्डा पल्टाउँदा धुलोको पान्डा फुफु गरेर पल्टाउनु पर्ने स्थिति हुन्छ। त्यसले गर्दाखेरि हाम्रो आत्मा जागरुकता अहिले सबभन्दा ठुलो चुनौती भएको छ। विद्यार्थीहरूको लागि पनि उनीहरू मोबाइलमा 24 घण्टा हुन्छन्, उनीहरूले अनेक किसिमको त्यहाँ कुराहरू हेर्छन्, तर उनीहरूलाई आफ्नो भाषाप्रतिको रुचि बढाउने, उनीहरूलाई गतिशील बनाउने त्यो कामहरू हामीले गर्न सकिरहेका छैनौँ। यो जिम्मेवारी खालि कलेजमा पढाउने, युनिभर्सिटीमा पढाउने वा साहित्यमा रुचि राख्ने लेखक, साहित्यकार, बुद्धिजीवी, प्राध्यापकहरूको मात्रै होइन। एउटा साधारण मान्छेको हुन्। तपाईँले एउटा साधारण पुस्तिका किनिदिनु भयो, पत्र पत्रिका किनिदिनु भयो, आफ्नो भाषाको पत्रिका दैनिक रूपमा गर्नुभयो भने पनि, पढ्नुभयो भने पनि तपाईँले त्यो भाषाको सेवा गरेको हुन्छ। जो जहाँ छ, जसरी छ, जस्तो छ त्यस्तै ठाउँबाट नेपाली भाषालाई अलिकति पनि माया गर्नुभयो भने, हामी सबै मिलेर माया गऱ्यौँ भने यसको उत्थान क्रमिक रूपमा हुँदै जान्छ। यो जागरुकता किन पनि जरुरी छ भने हामीले देखेको छौँ समय समयमा जति बेला हामी सचेत हुन्छौँ, जति बेला हाम्रो आन्दोलित हुन्छौँ, जति बेला हामी कुनै चिज प्राप्त गर्नको लागि आतुरिरहेको हुन्छौँ, हामी कुनै आन्दोलन गरिरहेका हुन्छौँ अथवा हामी समाज एउटा जागरुक भएर केही कुरो एकताबद्ध ढङ्गले कुरा गरिरहेको हुन्छ, त्यति बेला हेर्नुहोस् पत्र पत्रिकाको बिक्रीको सङ्ख्या कति हुन्छ। त्यति बेला निश्चय रूपमा पत्र पत्रिकाको बिक्रीको सङ्ख्या बढ्छ, किनभने त्यो समाजलाई तपाईँहरूले पुरै शिक्षित बनाउनु भएको छ। त्यसकारण लेखकको काम, लेखक कलाकारहरूको काम अहिले खालि लेखेर किताब छपाएर बिक्री गर्नु मात्रै होइन। लेखक कलाकारको काम सामाजिक हीनताको भावनालाई परिष्कार गरेर त्यसमा एउटा गर्वबोधको भावना विकास गर्नु हो। नेपाली भाषाप्रति जुन हीन भावना छ त्यो भावनालाई गर्वको रूपमा रूपान्तरण गर्नुको निम्ति साहित्यले काम गर्नुपर्छ। साहित्यले त्यो काम गर्नु पर्छ जुन काम आज राजनीतिले गर्नु सकिरहेको छैन। राजनीतिबाट धेरै मान्छेलाई अपेक्षा छ, तर साहित्यले राजनीति अलिकति पछौटे भएर अथवा राजनीति त्यो चेतनशील समाजको एउटा अभिन्न अङ्ग नभएर एउटा विशेष वर्गको मात्रै अङ्ग हुँदै गएको अवस्थामा चाहिँ आम जनताको ध्वनिलाई प्रतिध्वनित गर्नुको निम्ति साहित्य नै सर्वाधिक उपयुक्त र सर्वश्रेष्ठ माध्यम बन्न पुगेको छ। त्यस कारणले साहित्यकारहरूलाई समाजको प्रवक्ता भनिन्छ। त्यो प्रवक्ता भएर अब साहित्यकारले काम गर्नुपर्छ। आज विरेचन सिद्धान्त, अरस्तुको विरेचन सिद्धान्तको कुराहरू हामी गर्छौँ, तर हामीले हाम्रो मनलाई परिष्कार गरेर, हाम्रो चेतनालाई परिष्कार गरेर हामीले साहित्यलाई अगाडि बढाउनु पर्छ। म एउटा सानो उदाहरण दिन चाहन्छु, त्यो म सधैँ भन्न चाहन्छु। हाम्रो एकजना डाक्टर नवराज केसी जसले अकादमी मदन पुरस्कार पनि पाउनुभयो, उहाँको एउटा दुईटा उहाँको आख्यान, गैर आख्यान कृति निक्लिएको छ। त्यसमा एउटा छ शून्यको मोल, अर्को छ स्वस्पर्श। यो उहाँले अनुभव, डक्टरी गर्दाखेरि उहाँले अनुभव गरेको, ग्रामीण क्षेत्रमा अनुभव गरेको कुरा हो। र उहाँले एक ठाउँमा लेख्नु भएको छ कि एकजना महिला आउनुभयो, उहाँको श्रीमानले उहाँलाई सधैँ मातेर कुटेर उहाँलाई सधैँ अस्तव्यस्त गर्ने, उहाँको जीवन अशान्ति भइरहेको। 6 महिनाको नानी लिएर आउनुभयो, चोट लिएर 6 महिनाको गर्भवती हुनुहुन्थ्यो उहाँ। र डक्टरलाई आएर भन्नुभयो, डाक्टर साहब मलाई त श्रीमानले यस्तो गर्नुभयो, मलाई हिर्काउनु भयो र मेरो पेटमा चाहिँ लात्ता हाल्नुभयो, यो नानी जीवित छ कि छैन हेरिदिनुहोस् न भनेर भन्नुभयो उहाँले। गाउँको एउटा देहाती गाउँको, नेपालको कुरा गर्दैछु म, उहाँ नेपालको राइटर हुनुहुन्छ। उहाँले त्यो रुकुम रोल्पातिरको गाउँको कुरा गरे, सुर्खेततिरको। र उहाँले त्यहाँ भनेपछि उहाँले हेर्नुभयो नानी सुरक्षित छ,
चोट लागेको छ, उहाँले ओखत दिनुभयो। उहाँले आफ्नो श्रीमानको बारेमा सोध्नुभयो, केही गर्नुहुन्न, खालि झगडा गर्नुहुन्छ, रक्सी खानुहुन्छ दिनरात, अनि त्यहाँदेखि चाहिँ उहाँले मलाई यसरी अत्याचार गर्नुहुन्छ भन्नुभयो। तपाईँ बस्दै गर्नुहोस् भनेर उहाँ भित्र पसेर ख्यास 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 केही लेख्नुभयो। लेखेर उहाँले खाममा हालेर तपाईँले यो श्रीमानलाई गरिदिनुहोस्, त्यसपछि चाहिँ तपाईँले केही पनि गर्नु पर्दैन, तर तपाईँले खोलेर चाहिँ नहेर्नुहोस् यो भनेर भन्नुभयो। अनि त्यो श्रीमानलाई लगेर उहाँले दिनुभयो घरमा लगेर। त्यो पढेपछि श्रीमान त भोलिपल्टदेखि अचानक चेन्ज हुनुभएछ, एकदमै चेन्ज हुनुभएछ, आश्चर्यजनक ढङ्गले चेन्ज हुनुभयो। यति साह्रो उहाँको श्रीमतीको सेवा गर्नुभएछ, रक्सी खाने त कुरै छैन, सेवा गर्नुभएछ कि उहाँले त्यति बेला के अरे श्रीमतीले भन्नुहुन्छ, मलाई त यस्तो पनि लाग्यो कि कोही कोही बेला लोग्ने मान्छेले नगर्नुपर्ने काम पनि उहाँले गर्नुभयो र मलाई शरम पनि लाग्यो भनेर उहाँको श्रीमतीले भन्नुभयो। अन्त डक्टरलाई सोध्नुभयो, तपाईँले चाहिँ के उ गर्नुभयो, के त्यस्तो जादु गर्नुभयो मेरो श्रीमान चाहिँ यस्तो हुनुभयो। त्यति बेला डक्टरले त त्यहाँ त कुरा उसले गरेको छैन, तर मैले उहाँको एउटा इन्टरभ्यू हेर्दाखेरि जसँग उहाँको त्यो चर्चा आउँदै गर्दा मैले त्यो सुने। उहाँले त्यो बच्चा भएर लेख्नु भएछ, त्यो चिठी चाहिँ बाउलाई पेटमा भएको बच्चा भएर लेख्नु भएछ। त्यो बच्चा भएर उहाँले भन्नुभएको छ, प्रिय बुवा, म यो संसारमा आउन चाहन्छु, म यो संसारमा आउन आतुर छु, तपाईँलाई भेट्न म आतुर छु, तर कोनी किन हो म आउनु सक्छु कि सक्दिनँ, मलाई चिन्ता लागिरहेको छ। जब जब बेलुका हुन्छ, अँध्यारो हुन्छ, त्यति बेला म आमाको कोखमा सुरक्षित छु कि जस्तो लाग्छ, तर मलाई बेलुका भएपछि कसैले घाँटी निमटेको जस्तो लाग्छ, कसैले मुख थुने जस्तो लाग्छ, मलाई सास फेर्नु साह्रो पर्छ, मलाई ऐठन हुन्छ, मलाई एकदमै गाह्रो हुन्छ भित्र, कसैले भक्क हिर्काए जस्तो लाग्छ। तर फेरि सम्झिन्छु मेरो बुवा सुरक्षित राख्नुहुन्छ, मेरो बुवाले मलाई गाइड गर्नुहुन्छ, मेरो बुवा हुनुहुन्छ नि, मलाई यो धरतीमा बुवाले आउने दिनुहुन्छ, निश्चय रूपमा म यो धरतीमा आउनु पाउँछु। त्यस कारणले चाहिँ म फेरि ढुक्क हुन्छु, तर फेरि भोलिपल्ट त्यही किस्सा जोडिन्छ। त्यसले गर्दाखेरि बुवा म आउनु सक्छु कि सक्दिनँ, मलाई बडो दुधारमा छु, म तपाईँलाई भेट्न बडो इच्छु छु भनेर उहाँले लेख्नु भएको छ। त्यो पढेपछि त अब ऊ त पुरा भावुक भयो, त्यो संवेदनशीलता यति हाई भयो, जति मथु मान्छे पनि जति केही न उसको विवेक त छ नि त, उसको विवेकले सोच्नु त सक्छ नि त, उसको संवेदना यति बेसी हाई भएछ, उसले त्यति बेला आफूलाई रियल रूपमा चाहिँ मैले बहुत ठुलो गल्ती गरेछु भनेर उसको अचानक उसको परिवर्तन भएछ। त्यति बेला लेखकले भन्छ, त्यति बेलासम्म उसले कुनै कृति लेखेको थिएनन्। त्यति बेला उसले भन्छ दबाई औषधि र कुनै पनि ठुल्ठुलो कारखानामा बनिएका थोकहरूले औषधिहरूले जाति पार्नु नसकेको रोग, मनोरोग साहित्यले जाति पार्दो रहेछ, साहित्यले यति ठुलो औषधिको काम गर्दो रहेछ। त्यस कारणले मैले त्यति बेलादेखि चाहिँ साहित्य लेख्न जरुरी ठाने र मैले साहित्यको सुरुवात गरेँ भनेर उहाँले भन्नुभएको छ। साहित्यमा यति दम हुन्छ, साहित्यमा मान्छेको अन्तरात्मालाई चेतनशील बनाउने, मान्छेको अन्तरात्मालाई झकझकाउने, मान्छेको आवाजलाई बुलन्द गर्ने, हेपिएका निर्धा निमुखा केही गर्नु नसक्ने भनिएका मान्छेहरूलाई जुरुक जुरुक पार्ने शक्ति साहित्यमा हुन्छ। त्यस कारणले तपाईँले साहित्य पढ्नुभयो भने तपाईँमा त्यो विरेचन आउँछ, तपाईँको त्यो परिष्करण आउँछ, तपाईँको चेतनामा नयाँ एउटा चिन्ता आउँछ, नयाँ भावना आउँछ। त हामीले लेखकहरूले, कलाकारहरूले, साहित्यकारहरूले, प्रोफेसरहरूले हामीले त्यो काम गर्नुपर्छ। त्यो काम हामीले गरेनौँ भने हामी र हाम्रो आम जनता बिचको दूरी यति बढेर जान्छ, हामीले त्यो आफूलाई यति विशिष्ट बनाउँछौँ कि हामी तल यति माथि पुगिसकेको हुन्छौँ, हामीलाई ल्यान्डिङ गर्नु पनि समस्या हुन्छ। हामी आकाशमा उडिरहेका हुन्छौँ, लेखक कलाकारहरू विशिष्टताले गर्दा आफूलाई छुट्टै ग्रहबाट आएको मान्छे जस्तो सम्झिनाले, तर जति बेला हामी आफैलाई पनि त्यति बेला सङ्कट पर्छ ल्यान्डिङ गर्नुको निम्ति। हाम्रो उच्चताले हामी जति माथि जमिनबाट जति माथि हामी उच्च हुँदै जान्छौँ त्यति हामीलाई तल झर्नु साह्रो पर्छ। त्यस कारणले साहित्य सधैँ समाजसँग जोडिएर बस्नुपर्छ, साहित्य सधैँ जनताको भएर बस्नुपर्छ भन्ने कुरो चाहिँ आजको आवश्यकता हो। र म यो सन्दर्भमा अलिकति एउटा कुरा भन्न चाहन्छु। दिल्लीमा जब जवाहरलाल नेहरूको पालामा दिल्लीमा जब एउटा लाल किल्लामा कवि सम्मेलन भएको थियो, त्यति बेला जवाहरलाल नेहरू प्रधानमन्त्री थिए, उनी अगाडि जाँदै थिए। उनको पछि चाहिँ रामधारी सिंह दिनकर, जसलाई राष्ट्रकवि पनि भनिन्छ, उनी जाँदै थिए। नेहरू अलिकति चिप्लिए सिँढीबाट, उनी लड्न खोजे। त्यति बेला रामधारी सिंहले दिनकरले उनलाई च्याप्प समाते अनि नेहरूले भने तपाईँलाई धन्यवाद भने। उनले भने यो धन्यवादको कुनै बात छैन, जब जब राजनीति लडखडाउँछ तब त्यसलाई उठाउने साहित्य हुन्छ भनेर उनले
भने नेरुला उनले भने। र हाम्रो साहित्यले त्यो जिम्मेवारी वहन गर्नुपर्छ। भाषाको, समाजको सामाजिक चेतनाको, हीन भावनाको, समाज एकदम उपेक्षित भएर बसेको छ, त्यो आत्म जागरुकता जनतामा ल्याइदिनुपर्छ, त्यो आत्मविश्वास ल्याइदिनुपर्छ। जुन दिन त्यो जागृति आउँछ हामी फेरि नयाँ प्रकारले नेपाली भाषाको उत्थान गर्नेछौँ, हामी फेरि नयाँ ढङ्गले नेपाली साहित्यको विकास गर्नेछौँ। आज हामी देख्दैछौँ एआईको जमानामा सबजना साहित्यकार भएको छन्। हिजोसम्म 4-5 महिना अगाडिसम्म गल्ती नै गल्ती लेख्ने फेसबुकमा आज अचानक यति शुद्ध लेखेको देखिन्छ कि मानौ हामीले त यत्रो 20औं वर्ष लगाएर के सिक्यौँ। चमत्कार हुन थाल्यो। एकैछिनमा मान्छे त एकदम हिजो अस्तिसम्मको रेकर्ड हेऱ्यो भने त्यो उहाँहरूले साइड डिलिट पनि गर्नुभएको छैन होला, किनभने त्यत्रो पछाडि गएर को हेर्छ भन्ने जागर छैन नि त हाम्रो समाजमा। त्यति आलोचना गर्ने, त्यति केलाउने जागर पनि छैन हाम्रो राम्रो मान्छेहरूले, जसलाई हामीले भोलि समाजको एउटा कर्णधार भनेर मानेका छौँ, उहाँहरू पनि त्यसको लतमा फसिसक्नु भयो। अब हाम्रो अस्तित्वलाई एआईले धान्दैछ, हाम्रो मौलिकता खै, हाम्रो आत्मजागरुकता खै? के हामी त्यसो भए साहित्यलाई अथवा समाजमा हामी केही अलिकति बौद्धिक हो भन्ने कुरालाई चाहिँ हामी आत्मप्रदर्शनको लागि, हामी समाजमा आफ्नो प्रतिष्ठाको लागि मात्रै गरिरहेछौँ? के त्यो हामीलाई आफैलाई चाहिँ आवश्यक हुँदैन? हामी के गर्दैछौँ भन्ने कुरो हामीले आत्मजागरुक भएर जान्नु जरुरी छ कि छैन? यो ठुलो समस्या छ। र यो समस्याबाट एआईले थामेको बौद्धिकताको भरमा हामी अगाडि नबढौँ। त्यो त एक्सपोज हुने नै छ। एआई आफैले पनि अहिले भन्दैछ अरे यति चाहिँ मैले लेखिदिएको भन्छ अरे। तपाईँले कुनै चिजलाई एआईमा हालिदिनु भयो भने यो एआईले लेखेको हो भनेर सोध्नु भयो भने 80% चाहिँ एआईको हो भनेर उसको मेकानिजम पनि सुरु भइसकेको छ अरे। तपाईँलाई सबैलाई थाहा छ। यता नयाँ कम्प्युटर बनाउँछ, उता एन्टिभाइरस पनि कम्पनीले बनाइहाल्छ। अब त्यो चिज त भोलि कम्पनीले डेभलप गर्छै गर्छ। त हामी किन आफू